नमस्कार साथीहरू। आज हाम्रो आदरणीय एकजना वरिष्ठ मान्छेसित मेरो भेट भएको छ। उहाँसित आज भेटघाट गर्ने अवसर जुरेको छ। नमस्कार। नमस्कार हजुर। मेरो दाजु हुनुहुन्छ उहाँलाई त तपाईँहरूले चिनिराख्नु भएको छ। भारत नेपाल भ्रमणकर्ता, भारत नेपाल सम्पूर्ण भ्रमण गर्नुभएको होइन। उहाँले तपाईँले 76 कि 77 सक्नुभयो जिल्ला? एक जिल्ला बाँकी छ, 76 जिल्ला, भारतका 36 राज्य अनि भारतका 36 राज्य घुमेर आउनुभएको हाम्रो आदरणीय दाजु। पुरै देश विदेश पुरै चाहेर म पनि हिँड्ने मान्छे हो, कतै कतै हाम्रो नि भेट हुन्थ्यो होइन त दाजु? फिल्डतिर म हिँडिराख्दाखेरि भेट भयो नि कालीकोटमा, तल कता कता भेट भइरहन्थ्यो। कालीकोट भयो, काठमाडौँ पनि भयो कि भयो? काठमाडौँ भयो। काठमाडौँ कता कता अब त्यहाँ भइरहेको थियो। उहाँसित भेट भएको छ आज। भेट गर्ने मौका जुरेको छ। आफ्नै दाजु हुन्, कहाँ कता कता गइराख्ने, भेटै पनि हुँदैन सधैँ। अब भेट गर्न घर जाउँ भने चाहिँ कहिले घरै छैन, कहिले भारतका 36 राज्यमा, कहिले नेपालका 76 जिल्लामा घुमेको। बाँच्न बसेको 6 जिल्ला मात्रै बास नगरेको। अच्छा। अनि के छ त दाजु, अनि कस्तो मान्नुभयो त? अनि परिवेश, सांसारिक परिवेश कस्तो रहेछ त? संसारको यो विचित्रता के रहेछ त? कस्तो रहेछ त? संसारका मान्छेहरू कस्ता रहेछन्? तपाईँले कस्तो मोडमा कस्ता मान्छे भेटाउनु भयो त? कलियुग भयो, कलियुगमा यस्तै मान्छे स्वाइन्छन्। अब विमानलाई इमान होइन, मनगणन्त्यलाई बुढ्यौली, कुभलो गर्नेलाई भलादिमी, नीति नभएका मान्छेलाई नेता, अनि अब अर्काको खुन पसिन चुस्ने हुनेलाई घुस्या। अनि यो यस्तो परिवेश छ। अनि अब यो देशमा विदेशको तपाईँ त विदेश पनि घुम्नु, विदेशको परिवेश पनि त्यही हो। विदेशमा मान्छेले कतिको आतिथ्यता, कतिको सत्कार गर्दा रहेछ। विदेशमा कि नेपालकै जस्तो गर्दो रहेछ? नै, नेपालका जस्तो छैन। उहाँ स्वावलम्बन छन्, विकसित छन्, हक हित अधिकार न्याय कानुन भन्ने शिक्षा भने जानेका छन्, कलाकृति सिकेका छन्। अब यहाँ त्यस्तै छैन। यो जेठ वैशाख एक दङ्गालले नेगा आयो हुन्छ, त्यहीका पछाडि बुढा खाडा बड सड घोडा चढ्ने हुन्छन्। कोही त्यहाँ नै जुजिया लागेर मर्ने, कहीँ सिङ फुकाल्ने, कोही डुँडा काना हुने। अब त्यस्तो परिवेशमा नै यो देशमा होइन, केही नीति नभएको। यो कस्तो लाग्यो? पूर्वदेखि पश्चिमतिर जानुभयो होइन, पश्चिमदेखि पूर्वतिर जानुभयो तपाईँ घुम्दै। अनि पूर्वतिरको मान्छेको चाहिँ लवज, बोलीचाली, व्यवहार, पूर्वतर्फमा अलि मान्छे संस्कारी छन्, अलिकति संस्कारी, अनि अलि विकास पनि भएको छ। अनि यो हाम्रो सुदूरपश्चिम र कर्णाली प्रदेशमा एकदम अब मनगणन्ते मान्छे, अन्धविश्वासी, रूढिवादी, अहङ्कारी, मकारी, कोर्धी, लोभी, लालची अनि छली कप्टी, त्यस्ता मान्छेको संख्या ज्यादा देखेँ मैले। अनि तपाईँ यत्रो देवी देवताका पीठहरूमा पनि जानुभयो। अनि देवी देवताका पीठहरूमा काहीँ चाहिँ कुनै देवी देवताले चाहिँ यस्तो तपाईँलाई कृपा गरेको, यस्तो गरेको केही त्यस्तो क्षण छ तपाईँलाई चाहिँ एकदम अप्ठ्यारो परेको र तपाईँले त्यो भगवान्लाई सम्झिँदै जाँदाखेरि म त यो भगवान्लाई सम्झिँदै गइरहेको, म त यो पीठमा गइरहेको छु, यो देवतालाई भेट्न गइरहेको छु, यो देवताले मेरो रक्षा गर्नुहुन्छ, यो देवता त मलाई चाहिँ एकदमै जो टाउकोमा हात राख्नुहुन्छ भन्ने जस्तो अवस्था, एकदमै दुःख परेको अवस्था। र त्यो अवस्थामा भगवान्लाई सम्झिँदाखेरि तपाईँ उम्केको अवस्था काहीँ छ? त्यस्तो मलाई दुःख आपद विपद एउटा भगवान्लाई मनन गर्नुपर्ने त हर क्षण हर पलमा हो मानिसले। अब कृपा उनकै हो, आशीर्वाद उनै परमेश्वरको हो, भगवानको हो। त मलाई कुनै प्रकारको तकलिफ भएन। मलाई सबै ठाउँबाट सहुलियत भयो। सहुलियत गर्ने मान्छे महान, नरमा नारायण, मान्छेमै नारायण हुन्छ। त्यो एउटा आस्था श्रद्धाको कुरा हो। हामी हिन्दूको अलग आस्था, मुस्लिमको अलग, क्रिश्चियनको अलग, बौद्धिस्टको अलग,
त्यो आस्था पुज्ने कुरा मात्र हो। सुन एउटै हुन्छ, उका गहना जति बनाए पनि हुन्छ। चुचुरामा भगवतीको थान छ, जुन मार्गबाट गए पनि पुग्नुपर्ने ऊ चुचुरामा हो। अब मान्छेको पनि त्यस्तै हो। मान्छे भनेका सबै नररूपी मान्छे हुन्, नरमा नारायण। अब मलाई कुनै ठाउँमा आपत्ति विपत्ति भएन, सक्दो सहयोग गर्यो। अनि त्यो अब उता सिक्किममा जाँदाखेरि फ्रीमा लिदियो, बस्न खान पनि फ्री पाइयो, आउँदाखेरि पनि फ्री पाइयो। अनि उता नागाल्यान्ड त्यो बर्माको बोर्डरसम्म पनि पुगेँ, पाकिस्तानको बोर्डरसम्म पनि पुगेँ। उता चाहिने सीता मातालाई ल्याएको बाटो रामेश्वरम, त्यहाँ मन्दिर बनाएको छ रामानाथ स्वामी रामेश्वरम भनेर। एकदम साउथ इन्डिया, यो 18 किलोमिटर मात्र छ त्यहाँबाट श्रीलङ्का। त्यहाँ पनि पुगेँ। जम्मू कश्मीरको वैष्णव देवीको मन्दिरमा आधा घन्टा 14 किलोमिटर हिँडिखेर पनि पुग्यो। त्यहाँ 5 घन्टा लाग्यो। हिँडेर पनि पुग्यो भारतको ठाउँमा होइन। अनि त्यो चाङ्गु नारायणको मन्दिरमा पनि तल त्यो के भन्छन् साली नदीबाट हिँडेर गएको हुँ। नेपालको पहिलो मन्दिर भन्छन्, मानदेवले बनाएको 3रो शताब्दीमा। अब लिच्छवी राजा मानदेवले बनाएको। त्यहाँ पनि पुगेँ। अब पशुपतिमा त मेरो रात दिन बसोबासै भएको। कृपा उनकै हो, जो छन् जगत जननी, भगवान सबको घटघटका बासी। आशीर्वाद र कृपा उनकै हो, सहयोग गर्ने मान्छे हुन्। सहयोग मान्छेबाट एकदमै राम्रो हो, एकदमै राम्रो भयो, सहयोग पाउनुभयो। त्यसो भए भोलिको दिनमा तपाईँ जस्तै होइन कोही चाहिँ म चाहिँ यो ठाउँमा घुम्न जान पाए हुन्थ्यो, यो ठाउँमा चाहिँ मलाई चाहिँ केही समस्या पर्छ कि यस्तो हुन्छ कि भनेर अनेकन मनमा सोचेर बसिरहेका हुन्छन्, जो कि अब एकदमै होइन जान चाहिँ मन लागेको छ, तर आर्थिक अवस्था भयो या चाहिँ अब अलिकति हिम्मत पनि हुन पर्यो होइन, अलिकति हुन पर्यो। अब यो नभएर कतिपय जान पाउनु भएको छैन, उहाँहरूको लागि तपाईँ के भन्नुहुन्छ? यो देश विदेश घुम्दाखेरि चाहिँ अलिकति आर्थिक भयो भने पनि हुन्छ कि या अलिक ठिक्कै आर्थिक लिएर जानुपर्छ कि के छ? परमेश्वरको भगवानको नाम लिने अनि तन र मन चाहियो, धन चाहिँदैन। अनि उनले नै रक्षा गर्छन्, मेरा आफ्ना अनुभव भए अनुसार होइन, अनुभव गरे जस्तो। अब त्यो केही चाहिँदैन, दाता मिलिजान्छन्। अनि त्यस्तो हुन्छ। अब मान्छेको मन क्या हुन्छ, हे यहीँ त पानी छ म डुबुला, हे यसमा भिड छ म लोटुला, हे यो रुख छ भाँगो लोट्छौँ। अनि मोटरसाइकलमा जाँदा गाडीमा जाँदा पनि म काहीँ ठिक फस्छौँ कि भन्ने एउटा अभ्यास होइन्छ। एकाग्रता हुनु पर्यो। एकाग्रता भएपछि नि हिमालको चुचुरामा पनि पुगिन्छ अनि समुद्र पनि पार होइन्छ। एकाग्रता हुनु पर्यो मनमा। जो पहिलोचोटि सगरमाथामा चढ्नुभयो उहाँहरूले पनि त म त सक्दिनँ होला हौ, सगरमाथामा चढ्न सक्दिनँ होला भन्ने जस्तो गरे भए त आज पुगिन्थेन होला त्यो सगरमाथा। अब हामीले अब मलाई केही दुःख भएन काहीँ पनि। म भोको रहेन, नागो रहेन। अनि मलाई महानुभावहरूले सक्दो सहयोग गर्यो। यो फिरन त्यहाँ घुमन त्यहाँ डुलन त्यहाँ यस्तो मान्छे रहेछ। अब मसँग सिफारिस पनि थिए। अब यो पुलिसले पनि दिएका, यो प्रशासन सिडिओले पनि दिएका, कुनै मन्त्रालयले पनि दिएका थिए मसँग। अब कसैले मान्छन् कसैले मान्दैन। मैले जे पनि आफ्नो लक्ष्य पुरा गरे। कृपा प्रभुकै हो। दानवीर दिने मानव हुन्। अब सहायता मानव। तपाईलाई चाहिँ यो राजनीतिक दलहरू यो अरूहरूबाट केही यसो अलिकति कतिको तपाईँले त्योबाट के महसुस गर्नुभयो? राजनीतिक दलहरूबाट छ नि, राजनीतिक दलहरूको पनि त मानौ अब कतै कुनै राजनीतिक दलको मेयर अध्यक्ष हुन्छ, कुनै राजनीतिक दलको हुन्छ होइन। समग्रमा भन्नुपर्दा राजनीतिक दलहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ? अब राजनीतिक दल यस्तो हो, अगाडि हाम्रो देशमा यहाँ लाटा गाँडा अब अशिक्षित मान्छे, कुना कन्दरमा लुकी बसेका मान्छे, अब ज्या मुख्य भन्छन् त्यही मान्नुपर्ने, ज्या राजाले भन्छ त्यही मान्नुपर्ने, शिक्षित नै अनि रूढिवादीमा विश्वास मान्नुपर्ने, गाउँ कसरी छाडु
तिनीका कुराको उल्लङ्घन म कसरी गरौँ भनेर लुकी दबिएका हुन्थे। अब यो जब बहुदलीय व्यवस्था 46 सालदेखि पुनर्स्थापना भयो यो देशमा, त्यहाँदेखि यी मान्छे के भए भने उन्मत्त भए, उच्च श्रृङ्खला बाटो देखायो। अनि अब त्यसैले उच्च श्रृङ्खला बाटो देखाउँदाखेरि राजनीति परिवेशमा अब भविष्य कसै पार्टीको उज्जवल जस्तो छैन होइन। राजनीतिक कुराहरूले पनि तपाईँलाई केही न केही सपोर्ट त भएको छ भएको। मुख्य अब मलाई तँलाई थाहा छ, म अब 36 सालमा बहुदललाई मत दिएँ अनि त्यहाँदेखि अब मत दिएको छु। जुन पार्टीलाई दिएँ सबै पार्टीले जित्यो। अब पार्टी पनि सबैलाई दिएँ मैले, सबैको जे होस् भलो, सबैको भलो भयो। तपाईँले सबको भलो गर्नुभयो, जे उनीहरूले पनि केही न केही तपाईँको आफ्नो मतदान दिनुभयो, उनीहरूले पनि विजय हासिल गरे, स्याबासी दिए। अब मेरो अब यो यहाँ यो पहाडमा घर छ सानो, 41 सालमा लगाएको मङ्सिर 29 गतेका दिन सुरु गरेको घर। त्यो घर बाँझै, छोराबारी सब इन्डिया। अब यहाँ तराईमा पनि छैन, अन्त कहीँ घर छैन। अब म डुलन्त्या फिरन्त्या, म जहीँ बस्या जहीँ खाएँ त्यही मेरो घर भयो, त्यही मेरो मन्दिर भयो, त्यही मेरो चाहिने ऊ भयो। त्यसै सोचे सबै दाता बाबा हुन् भन्ने जस्तो ठाने। अब यस्तै भयो। तर ठिक छ, मान्छेमा सद्भावना हुनु, ज्ञान गुण हुनु, आदर्श हुनु, एउटा इमान्दारिता हुनु, सत्यवादी हुनु हो। यसो हाम्रो नेपालमा देखिँदैन। अब देखिँदैन, यसमा अलि दुखी छौँ। ल भयो, ठिक छ है। अब धन्यवाद, तपाईँसित धेरै पछि भलाकुसारी गर्नु पाइयो।